अब सम्पूर्ण हामी उपस्थित लुचिया पनि ल्याऊ भाइ तिमी एक एकवटा जुम गरेर हेर्ने म सब सिकाइदिन्छु। हो भाइलाई विशेष गरी त्यो सिकाइदेऊ। अझै यसमा आजको हाम्रो यो मोनिटर र ल्यापटप राखियो होइन, जनता बस्ती चौकीको प्राङ्गणभित्र कार्यालय भवनभित्र। यसमा यहाँको राय सुझाव के कस्तो छ, केही कुरा राखिदिनुहुन्छ कि? नमस्कार सम्पूर्णलाई। म प्रहरी चौकी वेतन समिति अध्यक्ष लोकेन्द्र कोइराला र यहाँ सम्पूर्ण असै साहब, अर्को यहाँभन्दा अगाडिको असै साहबलाई अनि यहाँ सम्पूर्ण टोल सुधार समिति अध्यक्ष उपाध्यक्ष सम्पूर्णलाई मेरो धेरैभन्दा धेरै खुसी लाग्दो यो हामीलाई चाहिँ सुरक्षाको मेन अङ्ग भएको ठाउँमा हामीले कति के छ त्यो तरिकाले चाहिँ हामीले त्यही समय नै काम गर्नलाई सफल भएको छौँ। अहिले 18वटा हाम्रो जति पनि छन् राखेका 18वटा क्यामेराहरूको यही हामी डेस्कटप यही चौकीमा यही सुरक्षा यही हुन्छ भन्ने एउटा मापदण्ड राखेर हामीले राख्न सक्नुभएको छौँ। यो चाहिँ हाम्रो टोल सुधार समिति हाम्रो देउसे भैलेको कार्यक्रमबाट उठेको पैसालाई कहीँ पनि तलमाथि नगरिकन त्यो पैसा सर्लक्क टोलमा 4वटा ब्लकमा शान्ति मार्ग, कञ्चनजङ्घा, सगरमाथा र सङ्गम टोल यो 4 नम्बर ब्लकमा र पिपल चोकमा गरी 18वटा राखेर त्यो डेस्कटप चाहिँ सबै यहीँ सुरक्षालाई नै हामीले जिम्मा दिएका छौँ। किनभने भोलि आधिकारिक कतै घटना घट्यो भने पनि हाम्रो चाहिँ अरूले भन्दा यहाँ सुरक्षा ठाउँमै हुन्छ भनेर राख्ने सफल भइएको छ। र सबैलाई यो जति पनि सेवा गर्ने सहयोग गर्ने दाताहरूलाई देखि लिएर जोगी व्यवस्था समिति अध्यक्ष टोल सुधार समितिलाई धेरै धेरै मुरीमुरी मेरो तर्फ व्यक्तिगत तर्फबाट र समग्रको समितिको तर्फबाट पुलिस प्रशासन सबैको तर्फबाट मैले धेरै धेरै धन्यवाद दिन चाहे। र यस्तै सहयोग काम अरू टोलमा पनि राख्न चाहनुहुन्छ सल्लाह र सुझावको लागि भन्नु होला, त्यो अरू राखेर यहाँ सुरक्षा गरिदिनुहुन्छ भन्ने आशा र भरोसा गर्दै। हस्, धन्यवाद यहाँलाई, धन्यवाद।